Hello guys, welcome back to my YouTube channel. So धेरै दिनको बादमा आज चाहिँ ढोकने मुड आयो हो। मेरो मैले बचेराहरु पनि हालिरहेको छु। चारो त रहेछ थपिदिनु पर्यो भनेको। ओइ साँप जस्तै देख्यो नि हैन रहेछ तर सो डढेलो पनि लागेछ यस्तो छ गाउँको अप्रिल महिनाको सिन चाहिँ हरियोहरू फर्किँदैछ। यो मेरो कुखुराको खोर रेडी कुखुरा हुँदैछ सन्डे हो खोर रेडी पहिलो हाल्नु छ खोरको। सो आज चाहिँ म तल मामाहरूकोमा गयो धान सुकाउनु पर्यो भनेर नि गएको। धान सुकाएर चाहिँ मिलमा लानु परेछ। सो मामाहरूकोमा चाहिँ खेत बारीभन्दा बेसी खेत छ कि मामाहरूको चाहिँ तल हो मेरो यहाँ मुनि पर्छ। बाख्रा पनि हेर भन्नुहुँदै थियो आमाले हो बाख्रा पनि हेर्नुहुँदै थियो। बारीमा नझरेको निकै दिन भएको थियो। बारी बाख्रा पनि बाँधेको छु भन्दै थियो। बाख्रा त भोकै भएछ त अन्त बाख्रा चाहिँ किन ननिस्केको बाहिर। बाख्राहरू चाहिँ नयाँ मेम्बरहरू निकै थपेको छ। सो धुम्दै गर्दा छैन होला त्योहरू बाख्राहरू कहाँ गयो। यो माउले चाहिँ गाइस तीनटा ब्याएको छ पाठा। एउटा यहाँ छ एउटा कता गएछ हौ। यहाँ चाहिँ एउटा कहाँ गएछ ए यहाँ लुकिरहेको रहेछ। यहाँ लुक्छस् गाइस 1 2 and 3 एउटा माउले यो माउले चाहिँ माउ चाहिँ दामी रहेछ। हुर्काउँदैन होला भनेको तर हुर्कायो ठुलो भयो शीतलमा बसिरहेको रहेछ। ओए ओए उठ उठ्न अल्छे ओ अल्छे उठ्न उठ्न यो अलिक फुर्तिलो रहेछ। यो चाहिँ अल्छे अल्छे छ। यो चाहिँ बोका हो दुईटा पाठी रहेछ। एउटा मेल दुईटा फिमेल छ। मजाको ठाउँ पाएछ हौ निक्ली त नानी केटी निक्ली त बाहिर निकै ठुलो भएछ है। लो गाइस एउटा माउले चाहिँ तीनटा पाठी ब्याएको हो तर पनि हुर्कायो। यो माउ दामी रहेछ राम्रो रहेछ गुड गुड गर्ल। सो गाइस स्टे ट्युन हेर्दै गर्नुहोस्। लो गाइस यो 80 वर्षको बुढो मान्छे चाहिँ यसो रुखमा चढ्छ हो। खतरा छ हाम्रो कोपा चाहिँ नम्बर 1 फार्मर कोपा के झारेको ए नम्बर 1 फार्मर हो बुढो मान्छे चाहिँ 16 वर्षदेखि खेती गरेको हुन्छ। खतरा खेती गर्नुहुन्छ धेरै उन्नति गर्नुभएको छ कोपाले चाहिँ यसरी रुखमा चढ्नुहुन्छ हो। अहिले तपाईँलाई म सब्जीहरू देखाउँछु कोपाले रोपेको डल्लै यता बारीहरू चाहिँ कोपाले खेती गरेको पैसाले किनेको
पुरा छ खेत स्टेडियम गाइस कोपा चाहिँ उहीँ हुनुहुन्छ हो 85 वर्षको बुढो मान्छे यसरी रुखमा चढ्छ कोपा त खतरा छ नि काम गर्नु हामी सकिँदैन बुढो मान्छेलाई गरेको जतिको यहाँ माथि यो माथिको चाहिँ यो देख्दै गरेको चाहिँ नि कहाँ छ सिमी हो ड्याममै 3-4 गरा छ ड्याममै कोपाले खतरा फलाइरहेछ हो यो चाहिँ बारी हो कोपाको खेत चाहिँ उता छ खेतीमा चाहिँ नम्बर 1 हुन्छ कोपाले जतिको खेती चाहिँ सुम्बुकमै मल्लीभित्रमै गर्दैन होला हौ मल्ली कन्स्टिट्युन्सीमा ऊ तल देख्दै गरेको सबै फर्सी काँक्रा फल्नु थालेको छ यति बेला फल्छ हो अप्रिल महिनामा बुढोले निकाल्छ हामीलाई त बोलाउँदै कोपाले सब्जी पठाउनुहुन्छ त्यस्तै छ कोपाको खेतहरू छ गाई गोरुहरू यहाँ छ कोपाको तर घर चाहिँ यहाँ होइन कोपा दिउँसो काम गर्दा मात्रै पकाइखाने जग्गा कोपा यस्तो छ कोपाको बाख्राहरू यो गाई बाख्रा यिनीहरूको गरेको नि हाम्रो कोपा चाहिँ खेतीको नम्बर 1 हो सुम्बुकमा चाहिँ होइन नम्बर 1 हो यो डल्लै कोपाको खेत हो 16 वर्षको उमेरदेखि काम गरेको खेती गोरुहरू यहाँ छ कोपाको हेभी मेहनतिलो मान्छे हो यहाँदेखि मुनि तल चाहिँ मामाहरूको घर छ यो सबै खेतबारी हो कोपाको डल्लै लसुन छ यो खेतमा चाहिँ डल्लै लसुन टकटुक यहाँ मुनि चाहिँ मामाहरूको घर पर्छ यहाँदेखि मुनि चाहिँ म चाहिँ त्यहाँ गएको धान सुकाउनुको लागि डल्लै यहाँ माथि डल्लै सिमी छ कोपा कति वर्षको उमेरदेखि तपाईँ खेती गरेको अरे कति वर्षको उमेरदेखि खेती गरेको अरे म त 32 वर्षको उमेरमा यो खेत किनिसकेँ आमाम यो डल्लै गाइस 32 वर्षको उमेरमा चाहिँ खेती गरेको पैसाले किनेको खेत कोपाकोमा चाहिँ ड्रागन फ्रुट पनि छ यहाँ पनि छ यो बाख्रा हो तल पनि रहेछ ड्रागन फ्रुट चाहिँ यस्तो हुँदो रहेछ गाइस मैले पनि कोपाले बिउ दिनुभएको छ रोपेको छु 3-4वटा बनाएको छु ड्रागन फ्रुट हो यो चाहिँ कतिपल्ट खाइसक्यौँ कोपाको यो मेरोमा खुवाउँथ्यो अन्त त्यो मगर आएछ त्यो चाहिँ हेल फर्क्यो हेल चाहिँ सुब्बा थियो अन्त बुद्धको पापाको हिस्साबन्डको लागि तिनी आएछ अन्त हाम्रो भाउ खसेको पनि 1.5 वर्ष जस्तो भएको थियो दाजुको पनि के छ म आकालामा सकिराखिदिन्छु काम छ भने भन्नुहोस् दाजु भने छोरी माथि आफ्नो नाममा सार्नु भाउ खसेको न्युट्रिसन गर्नु परेछ तान्नु ऊ पनि आएर ज्वरो लिएर यो चाहिँ तानिँदैन दाजु कुन सालको कुरा हो कोपा कुन सालको कुरा हो यो 92 सालमा ए म जन्मेकै थिइनँ रहेछ 92 सालमा अन्त गाइस टोडलो हत्तु मामाहरूको घर चाहिँ यहाँ तल है हाम्रो आमाको घर खेतहरू दामी छ म खास के को लागि आएको भन्दै चाहिँ नि स्टोर हो गाइसहरूले यस्तो चामल देख्नु भएको कि छैन हेर्नुहोस् त
ए रातो खालको यो यस्तो मिठो छ यो चामल, यस्तो मिठो छ भने नि यो पनि पिस्नुपर्छ हो, निकालेर बोरामा स्टक। हजुर म निकालिदिँदैछु चामल। ए यो रातो पनि ना लो गाइस, कोपाको बोराहरू चाहिँ यति बेसी छ। ए खेत थियो 32 वर्षको उमेरमा किनेको रे कोपाले। सिक्किमको नम्बर 1 अर्ग्यानिक फार्मर है। हेर्नुहोस् सिमी लह लह भए पाए रेडी बेच्नुको लागि टिप्दैछ हो। पर डेढ हुँदैछ कोपाले सिमी चाहिँ। गाइस अर्को भिडियोमा भेटौँ। यसलाई अर्ग्यानिक फार्म देखाएँ हो, फार्मिङ। सो अर्को भिडियोमा भेटौँ फेरि। अब कन्टिन्यू भ्लग त गर्नु पाएको छैन हो, कहिले टाइम मिलेर भ्लग गरेपछि फेरि भेटौँ। भ्लग त गर्नुपर्छ। सो अर्को भिडियोमा भेटौँ गाइस। टिल देन बाई बाई।